खाथ्यो हाल फेरि हाल्यो ल फेरि खाद्नु त खाथ्यो फेरि हाल ल खाद्नु अलि धेर हाल जान्छ कि भनेको घरमा जान्छ त उहाँ गागाइ छ भित्र ल एकचोटि खाद्नु अब अन्तिमचोटि ल अब त टन्न भइसक्यो गाह्रो छ नि यार अब घरभन्दा तल कुवा पऱ्यो कि यही बिजो त अनि कुवा कहाँ घरभन्दा माथि हुन्छ मलाई पानी माथि आउँछ त त्यो त हो कुवा त अनि तलै हुन्छ नि अझ बिस्तिर हुन्छ हो यति गरेपछि प्रतिदिन ढोकाले दिनभरि मजाले गोटालेर आउनु पाइयो नि त यो बाटो हेर सबै काठमाडौँ बाटो छैन आजदेखि पानी आउँछ त अप्ठ्यारो यार गाह्रो छ नि त यार बिस्तारै नै अप्ठ्यारो छ अप्ठ्यारो त छ त अप्ठ्यारो त कुवामा जान्छ उहाँ टाढा फेरि यहाँ नजिक हो र त्यत्रो खाँदेर ल्या पानी यार कस्तो बनाइदियो यार पानी कम्ता ल्याएको थियो र अनि पो भुङ भुङ कोसी नै आएको भयो एकचोटि आइज छिटो जग त यहाँ आइपुगेको थियो यार अनि जग त मसँग थियो कसरी खुस्यो यार तपाईँले बोकेमा हुन्थ्यो त्यो गाडी खालि हेपेर भाइले ए यार भाइहरू हुँदा हुँदै मलाई मैले बोक्छु त गाडी कहाँ तल गाडी त उहाँ र अब केही छैन होला यार नयाँ गाडी खतम भयो होला बोक्दैन खालि मलाई हेपेर बोल्नु लाउँछ बोक्न त लाउने त छ अब भाइहरूले बोक्छ भने यहाँ फेरि गङ यस्तो पाखामा चाहिँ गङ्गौट कहाँबाट आउँछ त है खै कहाँ गङ्गौट यहीँ आइज त यहाँ आइज गङ्गौट आइज यहाँ हेरेर यस्तो पाखामा गङ्गौट नि हो त रहेछ त पोलेर खानुहुन्छ यहाँ यहाँ पानीसँग थियो क्या हो पानी गाग्रीमा थियो क्यारे के अनि त्यहीँ आयो यो नि मरेको ठहरै पानीले त्यही गाग्रीले लडेर नि लागेर मजा हुने भयो त चिसो भयो पानी नपरेर वहाँ तल अड्केको यार अड्किन नि वहाँ तल पो अड्केको रोडमै पुगेको नि यार केही डहिन्छ यार मारिगयो नि खत्तम पारिगयो नि यार भने हे अब वहाँ गएर पानी कहिले ल्याउनु ल्याउनु छैन यत्रो गाडी सधैँ भएको ल्याउनु दिनु पऱ्यो होला सिधो अनेक हुन्छ क्या यो चुनावले गर्दा नि हो क्या चुनाव भन्दाखेरि खत्तम भयो पाहाडमा यार काठमाडौँ बसेर अलिअलि बोइलर भइरहेको थियो सबै खुट्टो चिप्लिएको तल तल ए भिडिप ए काम लानु नि अब अलिकति रहेछ खत्तम भयो के गर्ने